उहाँलाई थुना राख्नुपर्ने व्यक्तिलाई समाते त हो नि। राज्यले त्यस्तो नराम्रो केही गरेको छैन। तर डीएसपी साहबले सोध्नु भएको छ तेरो सभापतिको अन्तिम इच्छा के छ भनेर सोध्नु भएको छ। के रवि लामिछानेलाई मृत्युदण्डको सुलीमा चढाउनलाई या हो? अब रवि लामिछानेलाई राज्यले पछिल्लो समय चाहिँ अब अलिकति के भने प्रक्रियागत रूपमा फास्ट ट्र्याकमा गरेको छ। उहाँको नागरिकता मुद्दा पनि फास्ट ट्र्याकमा गरेर पद जाने अवस्था सिर्जना भयो होइन। हामीसँग कानुन व्यवसायी हुनुहुन्छ। म्याम नमस्ते। नमस्ते, म तोला कुमारी पाठक। म्याम, यो पछिल्लो समयको राजनीतिक परिदृश्य कतातिर जाँदैछ, यसलाई कानुनले कसरी व्याख्या गर्छ भन्ने कुरो मैले तपाईँलाई प्रश्न गरेँ। अब हामीले राजनीति परिवेश त कसरी व्याख्या गर्ने हो र होइन, के कानुनको सोध्न खोज्नु भयो हो? यो पछिल्लो समय हिजो मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जुन किसिमले मध्यरातमा प्रहरी प्रशासन गएर जुन किसिमले पक्राउ गर्यो, यसलाई अहिले एकदम आलोचनाको केन्द्र बनाइएको छ। यसलाई कानुनले चाहिँ के भन्छ भन्ने कुरा यस्तो हो। रविजीलाई चाहिँ उहाँको हकमा हेर्दाखेरि सुरुमा पक्राउ पुर्जी दियो, त्यसपछि उहाँलाई चाहिँ सहकारी सम्बन्धी लगायत अन्य मुद्दाहरू उहाँलाई अभियोजन गरियो। अभियोजन गरेपछि जिल्लाले रूपन्देही जिल्लाको हकमा कुरा गर्न खोज्नुभयो होला। जिल्लाले उहाँलाई थुनामा राख्ने कि धरोटीमा छाड्ने कि सादा तारिकमा राख्ने भन्ने कानुनको 3टा प्रक्रिया हुन्छ थुनछेक प्रक्रियामा। अनि त्यो अनुसार उहाँलाई चाहिँ दफा 68 बमोजिम चाहिँ थुनामा नराखी हाललाई धरोटी लिने भन्ने चाहिँ आदेश भएको थियो। उहाँ तारिकमा हुनुहुन्थ्यो। अब उहाँलाई चाहिँ धरोटीमा राखेको ठिक छैन भनेर नेपाल सरकारले पीडितहरूको तर्फबाट जायरवालाले अपिल गर्न पाउँछ। पुनरावेदन पर्यो। 73 बमोजिम चाहिँ उहाँलाई चाहिँ जिल्ला अदालतले गरेको आदेश चाहिँ बदर गरी पाऊँ भनेर नेपाल सरकारले चाहिँ त्यो उप चाहिँ पुनरावेदन गरेको आदेश विरुद्ध चाहिँ गएको अवस्थामा चाहिँ आदेश उच्च अदालत नेपाल सरकार गयो र उहाँलाई चाहिँ थुनामा राख्नुपर्छ, जिल्ला अदालतले गरेको आदेश चाहिँ बदर गरेर थुनामा राख्नुपर्छ भन्ने तुलसीपुर बुटोल इजलासले चाहिँ हिजो आदेश भएको अवस्था छ। अब यो भनेको चाहिँ के हो भने मध्यरातमा गिरफ्तार गर्यो होइन, उहाँलाई पहिले नै पक्राउ गर्यो, पहिले नै अनुसन्धानको क्रममा राख्यो। यो मुद्दाको चाहिँ उहाँले चाहिँ मात्रै धरोटीमा राखेको कुरा मिल्यो कि मिलेन, त्यो आदेश चाहिँ मिल्यो मिलेन भनेर सरकारले मिलेन थुनामै राख्नुपर्छ, यो त अभियोजनको उहाँको त सङ्गठित अपराध लगायत धेरैवटा दफाहरू चाहिँ आकर्षित हुने गरी चाहिँ अभियोजन गरेको छ, त्यो उप चाहिँ उहाँलाई थुना राख्नुपर्छ भनेर आदेश विपरीत चाहिँ आदेश बदर भयो। जिल्ला अदालतको आदेश बदर भएपछि उच्च अदालतले थुना राख्नुपर्छ भनेपछि उहाँ थुना बस्नुपर्छ। उहाँले हिजो इन्टरभ्यूमा भनिराख्नु भएको थियो लाइभ गरेर, म आफै गिरफ्तारी दिन जाँदैछु भन्नुभएको थियो र उहाँलाई मध्यरातमा उठाएको होइन। यो चाहिँ थुनामा राखेको आदेशसहित उहाँलाई चाहिँ पक्राउ गर्न पाउँछ। धरौटीमा बसेको व्यक्ति तारिकमा लिन आउँदा नि पक्राउ गर्छ, काहीँ जहाँ रहे पनि। उहाँ त रविजी भनेको त एउटा पार्टीको आशा, देशको चाहिँ सभापति हो, देशको भरोसा हो, आशा गर्ने व्यक्तित्व हो। उहाँलाई चाहिँ कानुन विपरीत चाहिँ होइन, हिजो आदेश भएपछि चाहिँ थुन्न पाउँछ। त्यो चाहिँ गिरफ्तारी मध्यरातमा गरेको भन्न पाइँदैन। उहाँले आफै गिरफ्तारी दिँदै हुनुहुन्छ। जुन किसिमले उहाँले खोइ त पक्राउ पुर्जी दिनुहोस् भनेर। पक्राउ पुर्जी त यस्तो हो नि सर, पक्राउ पुर्जी दिने भनेको चाहिँ सुरुमा हो, तपाईँलाई कुन मुद्दाको लागि पक्राउ गरिएको छ भनेको बेलामा पक्राउ पुर्जी दिने हो। हिजो चाहिँ के दिएको भने मलाई भएको आदेश ल्याऊ भन्ने हो। उहाँले सायद दियो होला आदेश चाहिँ तपाईँलाई थुनामा राखेको छ भनेर आदेशसहित चाहिँ पक्राउ गर्न पाउँछ। जसरी उहाँ दुईचोटि नेपालको गृह प्रशासन सम्हालिसक्नु भएको, गृहमन्त्री भइसक्नु भएको मान्छेलाई त्यति सामान्य कुरो पनि थाहा रहन्छ भन्ने कुरो यहाँबाट बुझिन्छ होइन? अब त्यो चाहिँ होइन, थाहा पाउनुपर्छ भन्ने हो। उहाँको विरुद्ध म कमेन्ट गर्दिनँ होइन, उहाँले के थाहा छ के थाहा छैन भन्ने कुरा रहँदैन। तर आदेश अनुसार नेपाल सरकारले अब त्यति ठुलो मुद्दामा थुनामा राख्ने चर्चित व्यक्ति हो। तपाईँले जस्तो मेरो एउटा धरोटीमा छुटेको मानिस त तारिक लिन आउँदा समात्ने हो, तारिकमा आएन भने उसको धरोटी जफत हुन्छ भने उहाँ चाहिँ चर्चित व्यक्ति हो, त्यो ठुलो चार्ज लागेको छ, थुन्नुपर्छ भनेर आइसकेपछि आदेश दिएर पक्राउ गर्न मिल्छ। त्यो चाहिँ कानुन प्रक्रिया यस्तो हुन्छ। पक्राउ हिजो शुक्रबार होइन बेलुका थियो, आज शनिबार बिदा नै भयो। अब भोलि पनि त नेपाल सरकारले अथवा नेपाल प्रहरीले पक्राउ गर्न सक्थ्यो होला, त्यसरी भागेर जाने व्यक्ति त होइन रवि लामिछाने। के जस्तो लाग्छ? होइन, अदालतको आदेश मान्नुपर्छ, त्यही हो अदालतले गरेको आदेश। क्रिटिसाइज के भइरहेछ भने अदालतको आदेश 2 बजे आयो र रविलाई 10 बजे समातियो भनेर जुन किसिमको टिका टिप्पणी। होइन, उहाँलाई थुना राख्नुपर्ने व्यक्तिलाई समाते त हो नि, राज्यले त्यस्तो नराम्रो केही गरेको छैन। उहाँ भाग्छ, उहाँलाई छुट दिने भने त सबैले छुट पाउनु पर्यो नि, सबैलाई कानुन त समान हो नि।
एउटा गाउँमा बस्ने 2 रुपियाँको धरोटी तिर्नेको नि उत्तिकै हो, ठुलो व्यक्तिको नि उत्तिकै हो। उहाँलाई चाहिँ आदेश छ भने समात्न मिल्छ जतिखेर, त्यही कानुन अनुसार समातेको। त्यही भनिरहँदा हिजो चाहिँ एउटा रात एउटा भिडियो भाइरल भयो कि के भनियो भने रवि लामिछाने तपाईँको अन्तिम इच्छा के छ त्यो भन्नुहोस्, हामी पुरा गरिदिन्छु भन्दा जुन किसिमले एउटा प्रहरीको डिएसपीले त्यसरी भन्नुभयो, त्यसरी कुनै पनि व्यक्तिलाई समाउन जाँदाखेरि त्यसरी भन्न मिल्छ त प्रहरी प्रशासन? होइन, मैले त्यो भिडियो हेरेँ नि छैन। तपाईँको अन्तिम इच्छा भनेर सोध्ने, त्यो मार्न खोजेको त त्यो त्यस्तो के हो थाहा छैन, त्यो मैले सुनेको छैन। तर रविजीले हिजो इन्टरभ्यू दिँदा म आफै गिरफ्तारी दिँदैछु भनेर उहाँले पोस्टमा पठाउनु भएको छ क्या, लेख्नु भएको छ, त्यो लाइभ हामीले हेरेका छौँ। भनेपछि उहाँले आफैले गरे पोस्टमा त गिरफ्तारी कसरी हुन्छ? उहाँ आफै पोस्ट गरिरहँदा त उहाँले त के भन्नु पर्यो भने आफै गिरफ्तारी दिने पोस्ट गर्दाखेरि त आफू पक्राउ पर्छु, अब पक्राउ होइन, आदेश अनुसार उहाँ चाहिँ जानुहुन्छ भन्ने बुझ्ने हो। जस रविको इच्छा विपरीत गिरफ्तार गरिएन भन्नु खोज्नु भएको? इच्छा होइन, आदेश अनुसार गरियो। इच्छाले हुँदैन नि, कानुन इच्छाले चल्दैन। कानुन आफै गिरफ्तारी हुन्छु भनेर उहाँले दिइरहनु भएको छ। अनि उहाँलाई मलाई यसरी गर्यो भने अपवाह फैला हो। यो राज्यले सरकार चलाएको अवस्थामा चाहिँ कसरी क्रिटिसाइज गर्ने, राज्यलाई कसरी डोमिनेट गर्ने भन्ने पनि एउटा अपवाह चाहिँ बाहिर फैलिएको हो, मलाई त्यस्तो लाग्छ।